हामी आफ्नो लागि नभएर अर्काको लागि जीवन जिउँछौ जस्तो लाग्छ मलाई चाहिँ। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। म चाहिँ मान्छेहरू आफ्नो लागि नभएर अर्काको लागि जीवन जिउँछन् भनेर किन भन्दैछु भने मैले कतिपय मान्छेहरूलाई देखेको छु कि जुन चाहिँ आफ्नो भरमा नभएर अर्काको भरमा बढी हुन्छन्। जस्तै कुनै पनि काम गर्दा चाहे कुनै काममा सफल नहुँदा उनीहरूलाई आफ्नो चिन्ता नभएर बाहिर मान्छेहरूको चिन्ता बढी हुन्छ कि काहे उनीहरूले हाम्रो खिसी त काट्ने हैनन् के भन्ने त हैनन् भनेर। त्यही भएर मैले भन्दैछु हामीहरू चाहिँ आफ्नो लागि नभएर अर्काको लागि बढी जीवन जिउँछौ भनेर। खास कुरा चाहिँ हामीले बाहिर मान्छेको बारेमा सोच्ने नै किन हो के जब हामी दुःख कष्टमा हुन्छौँ कि हामीसँग नराम्रो भइरहेको हुन्छ त्यति बेला चाहिँ कोही पनि आउँदैनन् के हाल खबर सोध्नलाई पनि। तर जब चाहिँ हामी असफल भइरहेका हुन्छ अनि के राम्रो काम नभइरहेको भए अनि त्यतिखेरै आइहाल्छन् के खुट्टा तान्नलाई पनि अनि मोटिभेट गर्ने ठाउँमा चाहिँ डिमोटिभेट गरेर जान्छन्। अनि हजुरहरू आफै सोच्नुस् कि त्यस्तो मान्छेहरूको बारेमा हामीहरूले सोचेर के फाइदा छ। सोच्नु नै छ भने पनि आफ्नो बारेमा सोच्नुस्, आफ्नो आमा बाबाको बारेमा सोच्नुस् र आफ्नो परिवारको बारेमा सोच्नुस्, तर दया बया कसैको बारेमा नसोच्नुस्। ल त आजको लागि यति नै, भेटौँ नेक्स्ट ब्लगमा। राधे राधे।